आफ्नो कक्षामा सदैव प्रथम रहने रेणुका गुरुङ फेरि भएन भनेर ऊ फेरि गाउँपालिका स्तरीय निबन्ध लेखन प्रतियोगिता जिल्ला स्तरीयबाट छनौट हुँदै ऊ प्रदेश स्तरीयसम्म भाग लिन सफल भनेपछि एकदम अनुशासित, एकदम लगनशील, एकदम ट्यालेन्टेड रेणुका गुरुङ। उसलाई आफ्नो उच्च शिक्षाको योजनाबारे सोद्धाखेरि यसो भन्छन्। प्राविधिक शिक्षक पढ्न मन थियो, अब घरको अवस्थाले पढ्न सकिँदैन। रेणुका गुरुङ ट्यालेन्टेड हुँदा मेहनती हुँदा र एकदम अनुशासित हुँदा पनि आफ्नो उच्च शिक्षाको सम्भावना नदेखेपछि आफ्नो त्यो भित्रको पीडा उसले चाहिँ अब मुखले भन्न नसके पनि उसको आँखाबाट बगेको आँसुले बताइरहेको छ। हो, ऊ स्कुल 10 कक्षासम्म पढ्दाखेरि त घरमै बसेरै पढ्न पाएको थियो, जसले गर्दा जेन तेन उसले दुःख सुखमा उसले त्यसलाई अघि बढाएको थियो। तर अब उसले चाहेको सब्जेक्ट प्राविधिक शिक्षा पढ्नको लागि गाउँ छोडेर सहर जानुपर्ने हुन्छ, जसको लागि उसको पारिवारिक आर्थिक अवस्थाले सम्भव छैन। त्यसले गर्दा नै उसको यो पीडाहरू उसको आँसुले एकदम स्पष्ट बताइरहेको छ। तर हाम्रै यो गुरुङ समाजमा फेरि हामी एउटा लोसार भोजको लागि एकजनाले 5-6 वटा भोजहरू खाइरहेका छौँ। हामी हाम्रो चाड मात्रै होइन, सबैको चाड मनाइरहेका छौँ। हाम्रो संस्कार संस्कृतिको नाममा हामीले फजुल खर्चहरू गरिरहेका छौँ। तर त्यही समाज, त्यही तमु समाजको फेरि अर्को पाटोमा यस्तो जेहेन्दार ट्यालेन्टेड, जसले भोलि समाज देशलाई नै परिवर्तन गर्न सक्ने क्षमता राख्छ, त्यस्तो बच्चाहरू फेरि आफ्नो यो अगाडिको शिक्षालाई जबरजस्ती निमुठेर पछाडि सर्नुपर्ने अवस्था छ। रेणुकाको शिक्षक केयर सिंह गुरुङ जो रेणुकाको परिवारको हरेक कुराको जानकार राख्नुहुन्छ। बाबाले खेतमा काम गरेर, गोलमेडाको टनेलमा काम गरेर अथवा अनि गोलमेडा बेचेर अर्काको भारी बोकेर आँखा पनि देख्न सक्नुहुन्न, यसरी कठिन परिस्थितिमा बाबाले दुःख गरेर, आमाले दुःख गरेर, पैसा जम्मा गरेर अनि छोरीलाई पढाउनु भएको थियो। अनि यस्तो दुःख कार्य चाहिँ सबैमा पर्दैन, हजारौँ मानिसहरूमा 1-2 जनालाई मात्र पर्न सक्छ। 70 काटिसकेको बुबा जसको आँखा मोतीबिन्दु भएर पटक पटक अपरेसन गरेको छ, त्यो अपरेसन पनि गाउँलेहरूकै सहयोगमा गर्दाखेरि फेरि आमा चाहिँ फेरि कान राम्रोसँग सुन्नुहुन्न गर्दाखेरि उनीहरू उमेर पनि पुगिसक्यो, उनीहरू शारीरिक हिसाबले पनि कमजोर भइसक्यो गर्दाखेरि त्यही अवस्थाले गर्दा नै रेणुकाको पारिवारिक आर्थिक अवस्था एकदम कमजोर छ। रेणुका 10 कक्षासम्म पढ्दा त कमसेकम त्यहीँ यसो जेन तेन गरेर उसको पढाइ त कन्टिन्यू भइरहेको थियो। तमु सांस्कृतिक प्रतिष्ठानले पनि छात्रवृत्ति प्रदान गरिरहेको छ। तर अब उसको इच्छा अनुसार प्राविधिक शिक्षाहरू पढ्नको लागि, उच्च शिक्षा पढ्नको लागि अब गाउँ छोड्नुपर्ने अवस्था आउँछ। तर त्यो बेलामा उसको आर्थिक अवस्था, पारिवारिक आर्थिक अवस्थाले गर्दा त्यो सम्भव छैन भनेर नै त्यो पीडा तपाईँ हामीले अघि देखिसक्यौँ। ऊ मुखले भन्दा पनि बिचरा उसको आँखाकोबाट बगेको आँसुले बताइसकेको छ। गर्दाखेरि यस्तै खालको विवश के अरे आर्थिक अवस्थाले विवश भएको, विभिन्न कारणले विवश भएको विद्यार्थीहरू जो ट्यालेन्टेड छ, अनुशासित छ, लगनशील छ, तिनीहरूले मौका पाउनुपर्छ भनेर हामीले शिक्षा अभियान अन्तर्गत 10 जना, यो पालि चाहिँ 10 जना एससीमा उत्कृष्ट विद्यार्थीहरूलाई हामीले पढ्ने, बस्ने, खाने यो व्यवस्था गर्दैछौँ। त्यो अन्तर्गत हामी यस्तै रेणुका जस्तै विद्यार्थीहरू राख्नेछौँ जसलाई चाहिँ हामी उच्च शिक्षासम्म, ब्याचलर डिग्रीसम्म पढाउने हाम्रो बाचा गरेका छौँ। गर्दाखेरि यो अभियान समुदायको लागि हो, यो अभियान समुदायकै यस्तै विद्यार्थीको लागि हो, परिवारको लागि हो भनेपछि यो अभियानमा पनि तपाईँ समुदाय सम्पूर्ण जोडिनको लागि विनम्र अनुरोध गर्दछौँ। किनभने यो निरन्तर चल्ने, लामो समय चल्ने भएको हुनाले तपाईँ सम्पूर्णले थोरै योगदान दिँदा पनि यो सजिलोसँग सर अघि बढ्नेछ र भोलि रेणुका गुरुङ इन्डिपेन्डेन्ट, एउटा स्वावलम्बी र एकदम आत्मनिर्भर बन्नेछ। त्यो आत्मनिर्भरसँगै उसको बाबा आमाले बुढेसकालमा एउटा बलियो सहारा पाउनेछ र रेणुका गुरुङ शिक्षित बनेपछि विभिन्न तह तब्कामा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ र देशमै नेतृत्वदायी भूमिका निर्वाह गर्दाखेरि तपाईँ हामी सहयोगीहरू, तपाईँ हामी शुभचिन्तकहरूलाई एकदम गर्वको दिन आउनेछ। त्यसले गर्दाखेरि हाम्रो यो भिडियोको अन्तिममा यो QR कोड छ हाम्रो संस्थाको, त्यसमा तपाईँले जति सक्नुहुन्छ
धेरै थोरैसँग सम्बन्ध भएन, प्रत्येकले सहभागिता जनाइदिनु हुन विनम्र अनुरोध गर्दछु। त्यसै गरी यो भिडियो धेरैभन्दा धेरै तमु माझ पुर्याउनको लागि र उनीहरूलाई पनि यसरी नै सहयोगको लागि अभिप्रेरित गर्नको लागि चाहिँ तपाईँ सम्पूर्णले लाइक, कमेन्ट, सेयर गरिदिन पनि नबिर्सिनुहुन्न भन्दै विनम्र अनुरोध गर्छु। धन्यवाद।